हेलो वेलकम बैक टु द च्यानल। दिस इज यर फोरुम्बोमा। अन्त चाहिँ आज चाहिँ हामी ट्रेकिङ भन्दा चिवा आएको छ। चिवासम्म चाहिँ गाडी, त्यहाँदेखि फोक्टे चाहिँ ट्रेकिङ गर्दैछ हो। मैले चाहिँ इन्ट्रो बनाउनै बिर्सेछु बिहान हतारले गर्दाखेरि, त्यही भएर चाहिँ अहिले चाहिँ फोक्टे जाँदाखेरि चाहिँ बनाउँदैछु हो। इफ कसै नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज डु लाइक कमेन्ट सब्सक्राइब माई च्यानल। हेलो गुड मर्निङ। अन्त हामी चाहिँ उत्तरेमा छौँ हो, पर्खिरहेको छौँ देन्तामे ग्रुपलाई है दाजु। हेलो अङ्कल नभन्नु अरे होइन नि त, दाजु भनेको नि है, भाइ त होस् होला हौ, फेरि साह्रै भयो होला नि त भाइ चाहिँ। हाम्रो गाडी चाहिँ त्यो हो, अन्त अर्को ग्रुप आउँदैछ, अर्को गाडी एक गाडी, त्यो भएर चाहिँ हामीले पर्खिराखेको छौँ। बाइकरको हालत हेर्नु त है, डान्सिङ गर्दैछ पुरा। ओ माधुरी ल अन्त चाहिँ अन्त सजिलो छ घुम्नु जानु। अब चाहिँ हामी पुग्नु आँटेको अवस्था हो। अन्त चाहिँ अलिकति हिँड्नु पर्यो बाटोले गर्दाखेरि, उकालो भएर अलिक यस्तै हो। फाइनली हामी चाहिँ आइपुग्यो हो चिवा है दाइ। कति चाहिँ फुल्दै रहेछ भर्खर हो, कति चाहिँ फुलिसक्दै रहेछ, त्यस्तै रहेछ। एन्ट्री गर्नुपर्ने रहेछ यहाँ। सबैदी हाम्रो यो कति वर्षको हाम्रो उयो सक्सेसफुल भयो प्लान। पहिले कसले पो छोडेको हामीलाई त अस्ति भेन्टुले, भेन्टु अङ्कलले छोडिराखेको थियो होइन हामीलाई 2 वर्ष 2-3 वर्ष सक्सेसफुल भयो 2025 मा आएर। लेट्स गो टुवर्ड्स नेपाल। हामी चाहिँ के चाहिँ क्या एक गाड़ी में 2 मेल था, दूसरे गाड़ी में हाँ, दूसरे गाड़ी में एक ही था। 2 जी 4 है 4 हाँ। अब हिन्दी पनि बटोटो आइहाल्छ फेरि। कहाँदेखि हो बोर्डर चाहिँ? मेरो हिन्दीले गर्दा झन् लड्यो नि हो यो सर। हेर्नुहोस् यो होला है यो। लु यहाँदेखि चाहिँ अब नेपाल, हामी चाहिँ अब नेपालमा छौँ। हामी इन्टरनेसनल। आन्टी कस्तो लाग्यो इन्टरनेसनल आएर? एकदम राम्रो लाग्दैछ। राम्रो दामी दामी लाग्दैछ है। यस यस ब्याग दि छाड्यो हो। ए यहाँ रहेछ नि त मेला चाहिँ। लु है लु हामी मायौँ मेला भर्नु। यो चाहिँ हो, यो चाहिँ नेपालको आज चाहिँ वैशाख 1 गते न्यू इयर, त्यसले गर्दाखेरि चाहिँ सकिन्छ होला परे। ओ यो त खोर्सानीको पेस्ट पकाएर आयो त। कहाँ बस्नु कि सबिता दिदी यस्तो छ भरे आएर खानु होला भनेको कि सकिन्छ होला परे। अन्त भयो हाम्रो चाहिँ ग्रुप हो, यतिजना चाहिँ 2 गाडीको ग्रुप। अब अहिले चाहिँ यहाँ आइपुगेर चाहिँ हामी चाहिँ खाजा खाँदैछौँ हो। त्यस्तै छ। यहाँ पनि छ
धन्यवाद खै निम्की चिउरा मिक्स यस्तो छ हौ हाम्रो चाहिँ खाजाहरू चाहिँ यसरी सेयरिङ गरेर खाँदैछौँ सधैँ तिमी मलाई प्लेट दिन्न आफै दिन्न अझ मिठो भयो पिकनिक है मुटु चिउचिउ हुँदै हामी चाहिँ अब फोक्टे गएको हो छिटो हिँड्नु न अगाडि लु है भनेको नि अन्त लु हिँड्नु भनेको नि हेलो हाम्रो लु स्ट्रङ अझ पनि लाग्नु भयो है हेलो यहाँदेखि चाहिँ उकालो छ हो हामी चाहिँ पहिला आएको थियो यो चाहिँ 3 टाइम हुन्छ हामीले फोक्टे एटेम्प गरेको चाहिँ अब थर्ड पल्टमा चाहिँ हामी पुग्नेवाला छ हो So finally after walking 22 hours हामी चाहिँ फोक्टे आइपुग्यो हो गाह्रो छ 2 घन्टा टक्कै लाग्यो एकदम छिटो हिँड्ने लाइक अब फुर्तीसँगले हिँड्नेलाई चाहिँ 1-1.5 घन्टा यहाँ चाहिँ यस्तो रहेछ यही मात्रै रहेछ फोक्टे डाँडा चाहिँ दामी ठिकै हो यतिको दुःख गरेर आएको त अब खुसी मान्नु पर्यो नि डेस्टिनेसनमा आइपुग्दाखेरि त हामी चाहिँ फोक्टेदेखि झऱ्यो हो अन्त चाहिँ किनभने चाहिँ पानी पनि छिटो पर्यो छिटो झरिहाल्यो हामी हो एकछिन फोटोहरू खिचेर अन्त चाहिँ हामी चाहिँ अब यता कालीझारबाट झर्दैछ होइन त्यहाँदेखि चाहिँ उताको बाटो चाहिँ अलिक सर्टकट रहेछ तर पुरा अब ठाडै उकालै अब गयो भने ओह्रालै होइन यहाँ चाहिँ हल्ट गर्दो रहेछ कति मान्छेहरू चाहिँ यहाँ हल्ट गर्यो अन्त माथि फोक्टे चाहिँ खास मेन चाहिँ अब सनराइजको लागि जान्छ होइन त्यसको लागि जाँदो रहेछ अब यहाँनिर एकछिन हामी बसेर एकछिन बस्छ त्यहाँदेखि चाहिँ अब हामी जान्छ हो अन्त चाहिँ तपाईँहरू पनि आउनुहोस् स्टे ट्युन गाइज पानी छिटाउनु थाल्यो पानी पर्नु थाल्यो हो तपाईको भिडियो लिँदा केही हुँदैन हैन हुन्छ थ्यांक यू तपाईहरुलाई सबैजनालाई हुन्छ बाइ बाइ ल बाइ बाइ बिचार यहाँनिर सरहरुले भयो तातो पानी दिनु भयो हो अन्त चाहिँ अब हामी चाहिँ गएको हुन्छ बाइ बाइ हुन्छ अब यही तल हो अलिक तल हो हामी जाने चाहिँ जाडो भयो अब चाहिँ हो अन्त यी तातो पानीले चाहिँ डाम्दैछु त्यस्तै छ के फ्लावर हो अत्रा है कोला छ त अन्त के खाने हो चटपटी यहाँनिर नेपालको चिनो किन्दैछ चिनुका त घोडा मारेर छान्दैछ त घोडा मारेर अब चाहिँ इट्स टाइम टु से गुड बाई टु नेपाल अब चाहिँ हामी फर्क्यो हो हामीलाई यता फर्का हजुर बाइ बाइ अन्त चाहिँ अब फर्केको हो सो अब हामी चाहिँ फर्किन्छ हो थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ मी किप सपोर्टिङ मी एन्ड प्लिज टु सब्सक्राइब माई च्यानल इफ कसै नयाँ हुनुहुन्छ भने बाइ बाइ सी यू इन नेक्स्ट ब्लग सुन बाइ बाइ